ल हजुर यो टेम्कुमान गाउँपालिका वडा नम्बर 1 साबीको रिमछिम यो 8 मा पर्छ। मकै चाहिँ आज अति 2082 3 को महिना असारको 8 गतेको दिन चाहिँ मकै चाहिँ यस्तो पार लगेछ है हजुर। सबै एउटा मात्र भए हुन्थ्यो, सबै कल्ला लगेको हुनाले यहाँनिर अस्ति पनि अलिअलि त लगेको थियो, तर यस्तो छ है हजुर मकैको हालत यस्तै छ है। त्यसैले गर्दाखेरि आज चाहिँ मैले गुप्तेश्वरको हाम्रो तलहरी सरहरूलाई पनि बोलाएर अनुगमन गरिरहेको छौँ। यहाँ तपाईँलाई एउटा मात्रै होइन सबै त्यो छ, म तपाईँलाई देखाउन चाहेँ। यस्तो चाहिँ सबै अस्ति पनि अझ त लगेको थियो, तर यस्तो अलिअलि भनेर देखाइएन, यसरी त सबै लगेको छु। सरी आउनुहोस् है काका हजुर, यहाँ तल मकै चाहिँ यहाँ तल छ, कहाँ माथि माथि आउनु न यहाँ तल। यस्तो छ है हेर्नुहोस् है मकैको हालत चाहिँ यस्तो ढलेर यस्तो भएको छ। आउनु नि यहाँ तल हेर्नु चाहिँ कस्तो भएको छ, तपाईँलाई चित्त बुझ्दै बुझ्दैन। यस्तो छ मकै ढलेर यो एउटा काम लाग्ने चाहिँ छैन। यस्तो छ टक्कै यसो टेक्ने हो हिँड्ने। अब हेर्नुहोस् यस्तरी के गर्ने हो, काम छैन त। यस्तो छ हेर्नुहोस् है गाईहरू, यो कृषि प्रधान देशमा कृषि क्रान्ति गरेर खाउँ भनेको यो पनि नहुने भयो। जे गर्दा नहुने रहेछ है कृषकलाई हजुर, यस्तो गरिब दुःखीलाई नहुने भयो। हेर्नुहोस् है मुन्टलतिर यस्तै ढलिरहेछ मकै चाहिँ सबै यसरी म तपाईँलाई तलतिर देखाउँछ है। यसलाई यस्तो छ सुथर है, के पारको हावा आयो आउनु पनि मुन्टल देखाउनु चाहिँ। यसो चाहिँ तपाईँलाई मुन्टलतिरको यस्तो छ सोथर पनि सोथरै भएको छ है मकै चाहिँ। ल है यस्तो चाहिँ ल मकैको हालत त तपाईँ हाम्रो सरहरू अनुगमन गरिरहनु भएको छ। यो चाहिँ मेरो मकै हो, म गणेश राईको। यस्तै छ सर यो मात्ने तालसम्म पर छ अर्को बारी, यो पल्लोमा पनि गयो होला। यस्तो भएको अवस्था के भएको यो यस्तो छ है गाईहरूलाई। मकैको हालत चाहिँ यस्तो बनाइदिएको छ है गाईहरूलाई। धेरै समय पछाडि कृषि क्रान्तितिर लागेको, कृषि क्रान्तिले नै फाप्यो नै हजुर, यस्तो बनाइदिएको छ है। हेलो यहाँ तल हेर्न आउनु नि मकै चाहिँ कस्तो भएको छ भनेर। मेरो त काका यस्तो पो बनाइदियो त, एउटा मात्रै भात हुँदैन कहाँ छेउती हेर्दा चाहिँ ढलै छैन यस्तो सबै छैन। त्यो त तलदेखि हेर्दा चाहिँ छ जस्तै देखिन्छ, बिचमा यस्तो छ। अनि यो नदेखाउनु भने मान्छेले फेरि गफ गर्यो भन्छ भनेर के सबै कृषि क्रान्तिले त यस्तो बनाइदियो त। बिउ पनि फेरि यसपालि कृषिले लिएको यो गणेश मकै र मनोकामना मकै लिएको छरेको त यस्तो पो छन्। बिरुवा त राम्रो छ तर, बिरुवा त राम्रो थियो कि ठाउँ ठाउँ उभिएको मकैको बिरुवा यस्तो राम्रै छ। यस्तो छ सबै सोथर यहाँदेखि अब यस्तो सबै बनाइ भएछ यी। अनि के गर्नु त यस्तो यस्तो ल सबैले यो मकै के छ कस्तलको छँदा चाहिँ यो ठाउँमा यति हुन्छ ल सल्लाह सुझाव दिन ल हजुर। यस्तो बिजोग बनायो मकैको चाहिँ ल यस्तो छ। यो चाहिँ के अस्तिकै हावाहुरीले लगेको र मैले चाहिँ यहाँ काट्दै बस्लाइदिएछ नदेखाएको, तर अहिले चाहिँ बाध्यता परेँ म। सबै मकै लग्यो, सबै कल्लाको भएको हुनाले मैले आज चाहिँ उहाँलाई बोलाएर अनुगमन तथा हेर्ने काम गरेको छ। यस्तो भएको थियो न चाहिँ मैले अस्तिकै पालीको मैले काट्दै बसेर दिइरहेको थिएँ, तर अहिले चाहिँ हिजो 2082 असारको 8 गते चाहिँ सबै लगेको हुनाले मैले उहाँलाई बोलाएर देखाउनु बाध्य भएँ। हजुर यस्तो छ है गाईहरू। फेरि यो अर्को बारीकै लगेको यो खोइ के अचम्मै ल हेर्नुहोस्, त्यही उभिरहेछ त्यहाँदेखि यस्तो ढलेर यस्तो आएको छ है ल गाईसरी। यस्तो यो सोथर भन्नु कि के भन्नु यो यस्तो पो रहेछ ल। अनि त्यो त हेर्नु त ल यो अचम्म होइन त, तल त हेर्नु ठिकै छ, यो लिएर कि लगाएको होइन सरहरू। यो अर्कै बारीको फेरि हेर्नुहोस् है यो अचम्म होइन यो ल हेर्नु त पराले फेरि लिएर कि लगाएर यो पनि मेरै हो छ।
त्यही त यो नदेखाउँ अब चित्त नबुझ तलदेखि हेऱ्यो होइन साथी ल छेउको फेरि साइडमा हेर्नुहोस् है यस्तै उभिराखेको छ यो लिएर किला जस्तै ल हेर्नुहोस् है यस्तो छ है यही छ है यहीँ छेउमा उभिरहेको छ मकै मकै पनि फेरि सानो छैन है ल हेर्नुहोस् गाई साथी यो सानो भएर भाँचेको हुनु होला यत्रो रहेछ ल गाई साथी यस्तो जान भएको मकै देख झरेछ यस्तो गाई साथी यस्तो छ है ल हेर्नु होला मकैको हालत त यस्तो भएछ अरे लु कृषि गरौँ आत्मनिर्भर बनाऊ भनेको त यो आत्मनिर्भर नहुने रहेछ कृषिदेखि पनि अब यस्तो भएपछि त यस्तो चाहिँ ल फेरि यो अर्कै बारीकै यहाँनिर फेरि यस्तो खालको छ प्रत्येक बारीमा कल्लाई पछि यस्तो छ होइन सर यो जनप्रतिनिधि भनेर हेलो जनप्रतिनिधि कर्मचारीको चाहिँ लानुपर्छ भनेर लगे जस्तो छु धेरै अब सबैको क्षति हुन त भएको छ रिम्सीमा तर पनि मेरो जस्तो चाहिँ नभएको भन्ने उहाँहरूले पनि भनिरहनु भएको छ फेरि यसो भनिरहँदा फेरि सबैले क्षति चाहिँ आफ्नै मात्र देखिन्छ अरे तर त्यो पनि अब यहाँ प्रत्यक्ष देखिने कुरो हो उहाँहरूले पनि अनुगमन राख्नु भएको छ यस्तो भएको छ र उहाँहरूले पनि भन्नुहुँदैछ जनप्रतिनिधि र कर्मचारी भएको भन्नु लग्यो कि भन्नुहुँदैछ उहाँ सरहरूले तपाईँको जग्गा र मकै हेरी भएको रहेछ जस्तो छ हो सर यस्तो छ है ल गाई साह्रै अनुगमन गरिरहेको छौँ यस्तो छ है गाई साह्रै अन्त त्यसको तल्लो ताल पसेर तल्लो तालतिर नै हेरेर छ कि छैन त्यही छ गाई साह्रै हजुर